यहाँ चाहिँ हाम्रो नानी बाबुहरूले घोगी सफा गर्दै हुनुहुन्छ। हिजो कम्मल पोखरीतिरबाट टिपेर ल्याउनु भएको। अरूले चाहिँ आज दसैँको दिन खसी बोका राँगा भैँसी च्याङ्रा के सफा गर्दै हुनुहुन्थ्यो होला। हाम्रोमा चाहिँ नानी बाबुहरूले यत्रो मेहनत गरेर घोगी सफा गर्दै हुनुहुन्छ साथीहरू। तपाईहरु पनि खान मन छ भने उहाँ यो क्युटी तीनजना हुनुहुन्छ, उहाँहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। यहाँ फेरि ह्यान्डसम बाबु पनि हुनुहुन्छ, उहाँलाई पनि कन्ट्याक्ट गर्नु होला। आमा बिचरा यति मेहनत गर्नुभयो यो घोगी सफा गर्न, यस्तो गरम पर्ने रहेछ कि राम्रै मेहनत गर्नुभएछ मिठो हुन्छ भनेर। जस यत्रो मेहनत गर्छ त मिठै हुन्छ होला यो घोगी पनि। आमामामा अझ यता मच्छरले टोक्यो भनेर को किन मानेन? गेट खोल्ने बेला त मम्मी फेरि म जान्छु ल।